पानीको मात्रा कम हुनु, क्याफिन अथवा कफी अथवा कुनै पनि खालको स्टिमुलेन्टहरू बढी प्रयोग गर्नु र यसलाई भनिन्छ मेडिकल टर्ममा मायोकाइमिया, आइलिड मायोकाइमिया, मायो मसल खाइमिया काप्ने। अर्को छ हेमिफेसियल स्प्याजम, तपाईँको आँखाको छाला नभइकन तपाईँको गाला पनि र अनुहार पनि मुख पनि आदि भागहरू निधारहरू सबै यसरी ट्विच हुन्छ, यसरी हल्लिन्छ भने त्यो ट्विचिङ होइन, त्यसलाई भन्छ हेमिफेसियल स्प्याजम भन्छ। त्यसको लागि बोटक्स इन्जेक्सन लाउनु पर्ने हुन्छ, मसललाई हामीले सर्टेन लिमिटसम्म प्यारालाइज गर्नुपर्ने हुन्छ होइन, त्यो फङ्सनलाई कम गर्नुपर्ने हुन्छ। तर यो जुन हाम्रो नर्मल फरफराएको हुन्छ, कहिले यो आँखा कहिले यो आँखा इन्टरचेन्जेबली भइरहेको हुन्छ, यसको ट्रिटमेन्ट एकदम सिम्पल छ। अघि नै भनेको कजहरू सबै ठिक गर्ने, त्यसलाई रिभर्स गर्ने, निन्द्रा पुऱ्याउनु पऱ्यो होइन, पानीको मात्रा पुऱ्याउनु पऱ्यो, धुवा धुलोबाट जोगाउनु पऱ्यो, आँखाले सुक्खा रहन दिनु भएन, थोपावस्ती हाल्नु पऱ्यो, ड्राई हुन दिनु भएन होइन। त्यसपछि चुरोटक्सीहरूको सेवन नगर्ने, थकान धेरै महसुस नगर्ने होइन, जिउलाई एक्टिभ राखिराख्नु पऱ्यो। यति गर्नु युजुअली यो कम भएर जान्छ। लाइफस्टाइल रिलेटेड चाहिँ एकदमै धेरै हुन्छ र यसको दुईवटा कुरा याद हुनुपर्ने हुन्छ। एउटा छ आँखाले दिमागलाई सिग्नल दियो जसले गर्दा आँखा फरफराइरहेको छ, र आँखाले दिमागलाई दिने सिग्नल के हो, मेरो आँखा सुक्खा छ भन्छ। सो आइलिडहरू चाहिँ वाइपर जस्तो काम गर्छ, आँखा बन्द गर्छ र खोल्छ, वाइपरले सिसा सफा गरेको जस्तै हो। धुलोलाई सफा गर्न खोज्छ आँखाले, ड्राइनेस भयो भने लुब्रिकेट गर्न खोज्छ आँखा झिमझिम गरेर, एउटा कारण त्यो भयो। र दोस्रो कारण छ दिमागले आँखालाई अब्नर्मल सिग्नल दिइरहेको छ, त्यो हुन्छ कुनै सेन्ट्रल प्याथोलोजीले गर्दा हुन्छ। त्यसको लागि चाहिँ हामीले एमआरआई गर्नुपर्ने हुनसक्छ जुन कस्टली हुन्छ, र त्यो भयो भने चाहिँ त्यसको लागि चाहिँ तपाईँले प्रपर एक्जामिनेसनहरू गर्नुपर्ने हुन्छ। अहिले यो भिडियोको थ्रु यति मात्र याद गर्नु कि यदि तपाईँको यसरी आँखाहरू हल्लिन्छ भने अथवा तपाईँको चिनेको मान्छे, तपाईँको साथीहरू, आमा बुवा कसैलाई यस्तो छ भने पहिलो कुरा भनेको लाइफस्टाइल मोडिफाई गर्ने, दोस्रो कुरा भनेको त्यो सँगसँगै आँखामा लुब्रिकेटिङ एजेन्ट जुन यत्तिकै विदाउट प्रेस्क्रिप्सन पनि किन्न सकिन्छ त्यो प्रयोग गर्ने। अझै पनि छ भने चाहिँ करेक्ट मेडिकल पर्सनका गएर एक्जामिनेसन गराउने। र तपाईँको यदि परिवारको मान्छेहरूलाई यस्तो छ, आफ्नो साथीभाइहरूलाई पनि यस्तो आँखाहरू हल्लिने समस्याहरू छ भने प्लिज डोन्ट फर्गेट टु शेयर दिस भिडियो, एन्ड फर मोर सच इन्फर्मेसन लाइक, शेयर एन्ड सब्सक्राइब।